हिँड रात परिसक्यो छोडी हिँड न हो नि अझ निकै पो टाइम लाग्छ त हामीलाई के हो त्यो ढुङ्गा हो त्यो चाहिँ त्यही माटोमा गाडेको ढुङ्गा हो क्या तिमीलाई डर त लागेको छैन नि बत्ती बालेको यसरी पकाउन सजिलो हुन्छ नि त अहिले तिमीले लट्ठी पनि बोकिरहेको छौ अनि कसरी सक्छौ त पकाउन हिँड लु अघि हिँड म लाइट देखाइदिन्छु यता पसल त पुगिहालिन्छ नि अब 10 मिनट त हो अन्त गाह्रो भयो र गाह्रो भयो भने म बोक्छु नि फेरि तिम्रो दादा फेरि स्ट्रङ हो नि लड्यो भने दुईजना लड्ने अस्ति आउँदा पनि त मैले बोकेर त लिएर आएको नि बसमा नगर नि त्यस्तो गरम हुन्छ क्या हुन्छ मलाई नि गाह्रो हुन्छ नि ए सरी जोस कहाँबाट आएको हो यस्तो ए बिस्तारी ल्याउनु नि फेरि यस्तोमा ठोक्यो भने त अगाडिको दाँत चाहिँ खुसिन्छ क्या अनि अब उयो माथि त तेर्सो छ धेरै बेर छैन थोरै मात्रै हो हिँड न म आउँदा हात समात्छु यता आऊ अब हेरेर हात समात्न पनि दिनु छैन ए पावर त नि तिमी त लास्ट स्ट्रङ रहेछौ नि मान्छे त मैले सोचेको भन्दा नि खत्रै अब यहाँदेखि चाहिँ तिर्सा आउँछ ल लट्ठीले काम गर्यो तिमीलाई पिङ खेल्न कस्तो लाग्यो मजा आयो अब पसल पनि आइहाल्छ ल ओके